एउटा मिनी ब्लग कसरी बनाउँछन् यो भिडियोमा बताउने बेला छु। भिडियो अन्तिमसम्म हेर्नु होला। ढिलो नगरी सुरु गरौँ। सो हेलो साथीहरु, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज म मिनी ब्लग कसरी बनाउने यो भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुलाई सबै बताउने बेला छु। सबैभन्दा पहिला चाहिँ मिनी ब्लग के हो त्यो जानु। एउटा दिनभरि खिचेको स्टोरीलाई चाहिँ सर्ट स्टोरीमा बुझाउनु भनेको मिनी ब्लग हो। मिनी ब्लग तपाई मोबाइलबाट नै बनाउन सक्नुहुन्छ। मात्र एउटा एन्ड्रोइड भए पनि आइफोन भए पनि एउटा मोबाइल भए पुग्छ। अरु केही पनि चाहिदैन, त्यो भए इनफ। त्यो भएपछि अरु केही पनि चाहिदैन। अरु चाहिँ बिस्तारै लगाउला, अहिले मोबाइल भए पुग्छ। ब्लग चाहिँ कसरी सुरु गर्ने भनेपछि यो भिडियोमा हेर्नुहोस्। भिडियो अन्तिमसम्म हेर्नुहोस्, म सबै बताउने वाला छु। भिडियो खिच्दाखेरि चाहिँ अगाडिबाट चाहिँ कहिले पनि नखिच्नु। त्यसो गर्यो भने भिडियोको क्वालिटी एकदमै लो हुन्छ, भिडियो राम्रो आउँदैन। त्यसैले चाहिँ भिडियो बनाउँदाखेरि ब्याक क्यामेराबाट बनाउनु एकदमै राम्रो आउँछ र मिनी ब्लगको लागि एकदमै पर्फेक्ट हुन्छ। यति गरेपछि तपाईको काम चाहिँ आधा भइसकेको छ। अनि अर्को एकदम जरुरी कुरा, भिडियो बनाउँदाखेरि 15-20 सेकेन्डको चाहिँ नबनाउनु होला, 5-6 सेकेन्डको भए पुग्छ। जति चाहिएको छ त्यति चाहिँ राख्नु, अरु चाहिँ सब डिलिट गरिदिनु। मिनी ब्लग बनाउने प्रोसेस चाहिँ भइसकेको छ। अब कुरा गरौँ स्ट्यान्डको। ट्राइपड पनि एकदमै जरुरी हुन्छ। एक्लोपनको सहारा चाहिँ ट्राइपड नै हो। जब कोही क्यामेराम्यान हुँदैन त्यतिखेर चाहिँ आफ्नो ट्राइपड भएपछि जता राखेर पनि भिडियो बनाउन सकिन्छ। त्यसले चाहिँ एकदमै सजिलो हुन्छ, भिडियो हल्लिदैन पनि, एकदमै राम्रो आउँछ। तपाईहरु यो चाहिँ किन्नु होला, तर माइक नभए पनि केही फरक पर्दैन, मोबाइलदेखि नै बनाउन सक्नुहुन्छ। यदि पैसा भइहाल्यो भने माइक पनि किनिहाल्नु होला। किन्नै पर्छ भन्ने छैन, सजिलो हुन्छ भनेर मात्र हो। भोइस ओभर गर्दाखेरि साउन्ड क्लियर आउँछ भनेर मात्र हो। अब यसको जरुरत पनि खासै पर्दैन, मोबाइलदेखि नै बनाउन सक्नुहुन्छ। पहिला पहिला अब आइफोन क्यामेरा भन्ने चाहिदैन, मोबाइलदेखि नै सुरुवात गरिन्छ। त्यो त बिस्तारै लगिहालिन्छ। भिडियोलाई चाहिँ यस प्रकार सुटिङ गर्नु होला, एकदम राम्रो हुन्छ। यसको चाहिँ धेरै नै फाइदा हुन्छ हैन, आइडी पनि ग्रो हुन्छ, मान्छेले चिन्छन् पनि र एक्लोपनको सहारा पनि हो। पैसामा पनि चाहिदैन, साथीभाइको मतलब नगर्दा पनि हुन्छ, कसैको कुरा नसुनेर भिडियो बनाउँदा पनि हुन्छ, कसैको बाल नगरेर आफ्नो काममा लाग्ने हो, आफ्नो जिन्दगी बनाउने हो। अहिले मेहनत गरेपछि राम्रो फल पाइहाल्छ, मेहनत गर्यो भने फल कहीँ पनि जाँदैन। पहिलोको लागि आशा छ कि तपाईहरुले सबै बुझिहाल्नु भयो होला। यो भिडियोमा मैले पुरै क्लियरली भनेको छु। तपाईहरु पनि भिडियो बनाउनुस् हैन। पहिला चाहिँ अब सबैले नराम्रै भन्छन् हैन, साथ सपोर्ट कसैले पनि दिदैन। त्यसैले कसैको कुरा नसुनेर आफ्नो कामलाई निरन्तरता दिनु होला। भिडियो मन परे लाइक कमेन्ट गर्न नबिर्सनु होला। एडिटिङको चाहिँ म अर्को भिडियोमा ल्याउने बेला छु। त्यतिसम्म चाहिँ